फाइनली साथीहरू हामी चाहिँ यहाँ भारी बोकेर आएको गोठ सार्नलाई। अनि यता चाहिँ कुखुराको भारी छ। मेरो बुढो चाहिँ त्यहाँ छन्। त्यहाँ छ राङ्गेमा दुईटा कुखुरा। कुखुराको भारी बोकेर आएको। बल्ल बल्ल आइपुग्यो यहाँ गोठमा। अनि यहाँ चाहिँ दुईटा कुकुरहरू छ के, एउटा अर्को। यहाँ चाहिँ बच्चा यहाँ छ, टालाबाट लिएर आएको। हेलो फाइनली साथीहरू, कुखुराको बारी त्यहाँ टन्न छ, टन्न छ कुखुराहरू धेरै भएर। त्यहाँ लगाएछ एउटा कुखुराको भारी। अरू भारी के पनि लिएको छैन। कुखुरा मात्र लिएको छ भारी। दुईटा हालेछ, दुईटा। अनि यता चाहिँ सिस्नो यस्तो पलाएछ कि सिस्नो पलाएर हर्रै भएछ। तल न गुराँस पनि फुलेछ पारिन। यता यस्तो छ पुरै। हाँसौँ त गुराँस धेरै फुलेको पनि छैन, त्यस्तो छ, यस्तो छ। अब चाहिँ यहाँ बस्ने हो यो कोठामा। डल्लबाट लिएको हो गोठ चाहिँ। अहिले ल्याउने हो गाई भैँसीहरू, अरू लुगा अब लिन जाने हो। यहाँ चाहिँ कुखुरा मात्रै बोकेर आएको के, कति गुरुङ्गो छ यहाँ। नास्ता नि नखाएर आएको, यहाँ भोक लागिसक्यो। अनि यहाँ कुखुरालाई चाहिँ चारो पानी गरेर जाने हो। मेरो बुढोले चाहिँ पानी लिन जाने भएको छ। यिनीलाई पानी पनि खुवाउने हो, पानी खुवाएर चाहिँ जाने हो। अब म चाहिँ यिनीलाई चारो पानी गर्छु।